नमस्ते बनबारी भ्लग हामी बोलिरहेका छौँ बनबारी भ्लगबाट। यहाँ भर्खर घाम लागिरहेको छ। यहाँ हेर्नुहोस् अब कपा सुकाइरहेका छन् भने अब यहाँ हेर्नुहोस् सयपत्री र फुलहरू यहाँ फुलिरहेका छन्। यो गोठ हो। अब म यहाँ सागहरू यो बनबारी भ्लगमा सबैलाई स्वागत छ। यहाँ जे भए पनि यस्तै छ। ल भैँसीहरू पनि देखाउन जान्छु। यहाँ बङ्गुरको मासु खाँदैछन् यहाँ बनबारी माइलीले। ल अहिले सिद्धिसकेछन्, खाना खाइसकेछन्। अब म फेरि मौरीलाई दुईटा अरिङ्गोलले घेरिरहेका छन्। यहाँ मौरी पनि छ है, हेर्नुहोस् है अरिङ्गोल। अब यसलाई अब म मार्दैछु। त्यति मात्र होइन, यहाँ जाँदै गर्दाखेरि हामीसँग थुप्रै चिजहरू पनि छन्। ल यहाँ छ। ओहो यो कान्छी भैँसीहरू, पाडा, बोका अझै भित्र छन् है बाख्रा। बाहिर निस्किनु। ल हुन्छ। यिनी डेलिभरीवाला हुन् मङ्सिरमा। हजुरहरूलाई ल फुलहरू अब फुल्न तयार छन् है। त्यति मात्रै होइन, यहाँ छन् रोजी होइन, रोजी बहिनी। यहाँ यिनका बेटा डेनी यहाँ जम्प उठा उठा उठा। ल ल ल ल अब पाण्डा यहाँ छन्। फेरि अर्को डन पाण्डा 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 यहाँ यसरी चलिरहेको छ। के रहेछ? डोजर हो। बारीमा सागहरू राम्रै भएको छ है। अब झार भने अलि बढिसकेको छ। अब हेर्नु सिस्नु खाने भए पनि सिस्नुहरू छ। यी सागहरू हेर्नुहोस्। सिस्नु अब यो अलिक बढी झारुम रहेछ। यो सिप्चना भन्छ यो। अनि यतातिर यो मुला पनि लगाउनु अब भइसकेछ। अब यता लसुनलाई झारले घेरिसकेको छ। अब यो गोड्नु पर्ने छ। यो तलतिर टमाटर छ। यहाँ अदुवाहरू, फर्सीहरू छन्। हेर्नुहोस् यो साग, लसुन, मुला लगाउनुको लागि चाहिँ यहाँ मधेसबाट भाउजूहरू चाहिँ आउनु आएको थियो। उहाँले लगाएर जानुभएको सागहरू यति राम्रो आएको छ। हामीले बङ्गुरको मासु मिसाउँदै खाँदै। अनि सिस्नु खाने भए पनि यहाँ चाहिँ यो फालाफाल करेलाहरू, सिस्नुको मन्टा। यी घर वरिपरि तरकारीहरू छ्यास्छ्यास्ती।
सिस्नुका मन्टहरू चाहियो भने यही घरमै